धरमपुर चोकदेखि 2 किलोमिटर तल रिदम च्याउ उद्योग रहेको छ। रिदम च्याउ उद्योगमा अहिले च्याउ चाहिँ फलेको छैन, तर धेरै अरू तरकारीहरू लगाउनु भएको छ, जस्तै काँक्रा अनि खोर्सानीहरू। अब हामी खेततिर जानेछौँ। म खेततिर पुगेर तपाईँहरूलाई देखाउने छु कस्तो छ यहाँ काशीनाथ पोखरेलको काँक्रा रोपेको खेतहरू। र हामी अरू खोर्सानी बारीतिर पनि जानेछौँ। खोर्सानी पनि देख्न सक्नुहुन्छ। यहाँ काँक्रा फलिरहेछ। काँक्रा बारी यस्तो रहेको छ र यी काँक्रा बोटैमा छन् यसरी फलिरहेको हेर्न सक्नुहुन्छ। यहाँ काँक्रा टिप्दै हुनुहुन्छ। हेरौँ, यहाँ काँक्रा टिप्दै हुन्छ यी यतातिर। खोर्सानी बारी पनि देख्न सक्नुहुन्छ। यसरी बोटीमा खोर्सानी फल्दैछन्। टिप्ने बेला भएको छ। हामी बिस्तारै हिँड्नु र यता खोर्सानी छन्। यताउता पर पनि काँक्रा बारी नै रहेको छ। बिस्तारै जाउँ। यता टमाटर बारी नै छ। राम्रै छ टमाटर पनि। र अब यो टमाटर फल्दैछन्। 2 महिना भइसक्यो त्यो रोपेको, तर पनि अझै फल्दैछन्। हेर्न सक्नु